Klei bianchi più viene sok nun het sei. के लट्ठी चाहियो भने त्यहाँ ठाउँ जानु It's our style, don't you know? कुकेबाट देखिने भ्यूहरू यस्तो भइरहेको छु। खत्रै भइरहेको छ है। टक्कर म यहाँ तल जाँदैछु। औडा चिसो छ। थ्याङ्क्स फर भिजिट यहाँ है। टक्कर अलि तल गएर म सब भ्यू देखाउने छु कस्तो छ भनेर है हजुरहरूलाई हेर्न सक्नुहुनेछ के छ कस्तो छ। जाडो छ साथीहरू, जाडो चप्पलले लिर्किरहेको छ गिरिब रहेछ चप्पलमा। चप्पल लाएरै धन्दैले लिर्किरहेको म है। जाडो छ जाडो साथीहरू, यताबाट देखाउने छु कस्तो हुन्छ है हजुरहरूलाई टक्क लाएर। मिलाएर 360 भ्यू पोइन्ट हो कि केमा जानु लाग्छ है। टक्क जानु लाग्छ हामीहरू है। हिजो गएको ठाउँमा औडा जाँदा छ यार। बिहान त उठेर दुई फेरि मुख धोएँ। हजुर हेलो गाइस, वेलकम टु माय च्यानल। सबैले लाइक सब्स्क्राइब शेयर गरिदिनु होला। अहिले हामी कहाँ छौँ दाइ? डाँडामा हामी चट्ट हैन चट्ट मिलाएर डाँडातिर हिँड्दैछ अब। साँच्चै भ्लगर हो कि तिमी यति बिचेर भिडियो गरेको मात्र हो? हिजो पनि देखाइरहेको थिएँ मैले यो झन्डा, तर आज हिजो साँझमा देखाएको थियो भने अहिले फर हो क्या? कमेन्टमा यो झन्डाको नाम लेख्नु तपाईलाई उपहार 1 रुपियाँको टिन्टाउने मिठाई हो क्या? त्यो झन्डा गाह्रो छ मिलाउन। हजुर ए कलर कुहिलेर हो। सबैभन्दा राम्रो झन्डा चाहिँ नेपालको देखिन क्या नि। पुरानो झन्डा नेपालको छ त्यहाँ किन हेर त। सब किबिकको साउथ कोरियन किबिकको छ। हङकङ होला। पुरानो अनि यसो खत्रेदेखि नेपालकै हो कि। मेन्टेन हाल्नु पर्दैन नि। जिएजनको झन्डा हावा नेपालको हात झन्डा भइसक्यो रे। 360 भ्यू यस्तो छ साथीहरू है। यहाँबाट धौलागिरी हिमालहरू होइन, यहाँबाट राम्रै देखिन्छ। यहाँबाट भन्दा नि हाम्रो घरबाट खत्रै देख्छ धौलागिरी हिमाल। जो चाहिँ 360 भ्यू टक्क 360 के भन्छ हैन बिहानको यो गाउँको कि कोदाको के भन्छ यसलाई? टिबेटन ब्रेड हो कि समथिङ के भन्छ है। अनि चना र आलुको अनि यति चाहिँ घर पुगिन्छ। यति भएपछि घर पुगिन्छ सिधै। खासै खाने बानी त छैन। टक्क लाएर यहाँ मुरे डाँडा, हामी यहाँ कोके डाँडा छौँ है। कोके डाँडा छौँ हामी, मुरे डाँडा यस्तो हुँदै पुनिल जाने भनेको पुनिल भएन। जस हामी अब बन्नु हुँदै आउनुभयो तपाईँलाई धन्यवाद छ सबैभन्दा पहिला त। अनि अब यहाँ चाहिँ सबैभन्दा मेन भनेको पानीको समस्या। पानीको समस्या है दाइ? हजुर। कहाँबाट ल्याउनुहुन्छ दाइ पानी? 1 घन्टा तल चाहिँ 1 घन्टा ऊ त्योमा बोकेर ल्याउनुहुन्छ? त्यसमा बोकेर ल्याउने दिनभरि। ए दिनभरि लाग्छ। 1500 प्याकेज भन्दा नि महँगो भन्नुहुन्छ। हजुर। पानीको समस्या छ, यसरी बोकेर सुविधा दिइराखेछौँ। हजुर। सक्दो सुविधा दिने कोसिस गर्नेछौँ। हजुर। त्यही आउँदाखेरि चाहिँ कन्ट्याक्ट गरेर चाहिँ आउनुहोस्। जस यहाँबाट भ्यू पनि राम्रो देखिँदो रहेछ होइन दाइ? हजुर। भ्यू अब यहाँ 360 देखिन्छ। हजुर 360 देखिँदो रहेछ। जस ठिक भयो, न्यानो एकदम न्यानो भयो कि दाइ। यहाँ
न्यानो नि भयो त्यस्तै काठे काठको छ हजुर काठे काठको न्यानो एकदम। हुन्छ। हजुर जुस अनि यहाँबाट कता पुगिन्छ त यताबाट तल उल्लेरी बनठाटी हुँदै पोखरा जान नि सकियो यता पुनिल जान सकियो यताबाट पुनिल होइन हजुरको यताबाट पुनिल पुनिल हजुर अनि उता नाङ्गीतिर जान नि ए नाङ्गीतिर जानु नि मिल्यो पार ए लेस पार्क हल्जुरी बनौतिर होइन यता रामछीतिर जाने बाटो हुन्छ त्यही भनेपछि यो दाइ कति वर्ष भयो दाइ यो खोलेको यो खोलेको 3 वर्ष 3 वर्ष भयो कतिको विदेशी पर्यटकहरू कतिको आउने गरेछन् दाइ ठिकै छ ठिकै छ हो जोस् खाली त हुँदैन होइन खाली भयो जोस् एउटा त्यो मुना चियावाला आउनु भएको थियो नि उहाँ आएपछि जोस् धेरै चाहिँ राम्रै भइरहेको छ उहाँ आएपछि राम्रै भइरहेको छ है ठिक छ दाइ हजुरलाई पनि धन्यवाद हामीलाई मिठो मिठो खाना खुवाउनु है सुत्नको लागि न्यानो बास दिनुभयो दाइ धन्यवाद दाइ अब ट्रेकिङ गर्नु होला हस् हस् त्यहाँदेखि दाइ हस् हस् अर्को फेरि भेटौँला है त हस् ल यस्तो भ्यू छ देख्न सक्नुहुन्छ है साउथ यो अनि यतापट्टिको कुनले दाइ यतापट्टिको होइन यो ठुलोको बिचको यो बिचको अन्नपूर्ण यताको दाइ यताको अन्नपूर्णको यतापट्टिको हिउँचुली यतापट्टिको त्यो बिचको कता सानो हजुर ए भनेपछि यो उस भयो माछा पुछ्रे भयो यताको दाइ माछा पुछ्रे यताको ए पिके पिक छ है ए ठिक छ ल खतरा देखिरहेको छ है धौलागिरी हिमाल यता छ मैले बिहान देखाइसकेँ हजुरहरूलाई मेरो च्यानलमा भिजिट गर्नु सक्नु हामी पनि यहाँबाट लाग्यो है अब घरतिर जाने कुरा हुन्छ जाडो चिसो बाहिर त लास्टै चिसो छ भने अब हामी यहाँबाट लाग्यो के हुन्छ हजुरहरूलाई म बाटोमा देखाउने छु है त देख्न सक्नुहुन्छ साथीहरू है हामी फर्किँदैछौँ अहिले यता हिजो सब कुरो लागेको हुनाले केही देखाउन पाइएन यस्तो यस्तो पहाडहरू छ बुट्टाहरू छ है जस बुट्टाहरू पनि धेरै ठुल्ठुला बुट्टाहरू सुकिरहेछ बाट देखिने भ्यू है यस्तो बवाल छ त्यो मुख्य भयो यो मोरीबाट देखिने भ्यू है खत्रै छ कि यो हुँदै यताबाट पुनिल जान्छ है यताबाट पुनिल जान्छ पुनिल यता पर्यो पुनिल यता पर्यो साँच्ची पुनिल यतातिर पर्यो है जस हजुरहरू आउँदा जताबाट नि आउन सक्नुहुनेछ है बिरेठाटी हुँदै हजुर यता पर्वतको बनौ हल्जुरी लेस पार्क हुँदै नि आउन सक्नुहुन्छ जलजला हुँदै जस खत्रै छ यो सबैजना एक फेरि भिजिट गरिदिनु होला है त्यो भन्न चाहन्छु म जस आउनै पर्ने ठाउँ छ एकदम राम्रो छ है मोरेमा यहाँ 250 मा रुमहरू पाउँछ है ठ्याक्क मोरेमा 250 मा रुम पाउँछ ट्याक्क हामी अनि उता पन्सरेमा बस्यो ठिक छ त्यो केही त भएन है त्यही पनि तर यता एकदम सस्तो पाउँदो रहेछ कि यहाँ भनेको कसले चाहिँ कमल यो उसको नाम के महावीर के रे नाम महावीर पुनले गराउनु भएको रहेछ यो सबै है कम्युनिटी उसद्वारा बनाउनु भएको रहेछ मोरे डाँडा यस्तो बवाल देखिरहेको छ भने यार म त घरै नजाम जस्तो भइसक्यो यहीँ बसम भइरहेछ तर पनि घर त जानु पर्यो है टक्क लाएर थकित भइएछ मेरो सकिएको छैन यो सबैजना जोस् लो बजेट राम्रोहरू उसहरू नि रुमहरू राम्रो छ फेसिलिटीहरू पनि राम्रो छ यहाँ
यहाँ पनि बस्न सक्नुहुनेछ है। टक्क लाएर 250 रुमको छ यहाँ। सबैजना यहाँ पनि भिजिट गर्न सक्नुहुन्छ। एकदम राम्रो छ है। मोरे खतरा देखिँदो रहेछ मोरेबाट पनि। हिजो बादल लागेको हुनाले खासै केही देखाउन पाइएन। अझ खत्रै होइन, नागीबाट सामान नागीबाट ल्याउनुहुन्छ हो र है। ए लगभग है सामान निकै टाढाबाट लगभग हाम्रो 3-4 घन्टा जति है सामान बोकेर लिएर आउनुपर्छ। त्यही भएर पनि महँगो छ। भर्खर देख्नुभयो होला सबैजनाले है कति टाढाबाट लिएर आउनुभयो भनेर। सबैजनाले भन्नुहुन्छ नि महँगो भयो के भयो भनेर भन्नुहुन्छ नि त। तर देशअनुसार भेष पनि गर्नुपर्छ साथीहरू है। ठाउँअनुसार पनि चल्नुपर्छ। निकै गाह्रो छ, हामीले पनि बुझ्दिनुपर्छ। जोस् एकदमै बवाल छ है। खत्रै हो। निकै टाढाबाट सङ्घर्ष गरेर सामानहरू ल्याउनुपर्छ है। ओइ आइस त तर यार हिजो त देखिएन होइन। डेन्जरै साह्रो चियर गाई खोलाहरू पनि हुँदो रहेछ आइस। हामी उमा हेरौँला क्या त्यो जलजलामा यस्तो छ यार। यस्तो साह्रो छ यो त। यहाँ यस्तो आइस जग्गा थियो यार। ढुङ्गा जस्तो, ढुङ्गा त होइन त्यो नुन जस्तो कि बिरे नुन जस्तो लाग्छ। यहाँबाट है हिमाल नदेखिए पनि यस भ्यू पनि खत्रै छ कि देख्न सक्नुहुन्छ। खत्रै बवालै छ है। धिमा डाँडा भन्दो रहेछ यसलाई। बवालै छ। टाढाबाट है यस्तो मजाको भ्यू देखिँदो रहेछ। देख्न सक्नुहुन्छ सबैजनाले है। यो धिमा डाँडा निकै खासै होइन, फेमस त छैन। त्यही पनि खत्रै भ्यू आउँदो रहेछ साथीहरू। त्यहाँ पनि बनुबाट लेस पार्क हुँदै हजुरै लेस पार्क हुँदै आउँदा यो बाटो अनि त्यहाँपछि जलजला हुँदै यो बाटो आउन सकिन्छ। त्यहाँ जलजला पऱ्यो है। जलजला छ। त्यहाँपछि यस्तो बवाल देख्दो रहेछ कि यहाँ तिमी डाँडाबाट है। यस्तो बवाल छ भ्यू पनि। खासै मन्दिर यहाँ हुनु रहेछ। खासै कृष्णको जस्तो लाग्यो। भित्र कृष्णको फोटो छ। हामी यहाँ जलजला भन्ने ठाउँमा आइसक्यौँ है। नामै जलजला। बवालै छ है। सल्लाहको ठुटो है। तर आज पनि हेर्नु न, हिजो त ट्राई गरिरहेको थिएन। हेर्नु त बाबा लट्ठीको यति छ कि लट्ठी भनेको यति ठुलो सल्लाह हेर। कति वर्ष पुरानो होला नि है। पुरा के है। हेर न डेन्जरै छ। कालो हेर न कस्तो मलिलो होला। कालीमाटी हो कि के हो र यो। खत्रै छ यार साथीहरू। हेर्नु त कस्तो मलिलो कि माटो। तैट खतरा नै छ है। खतरा जस हामी यस्तो पानामाको जङ्गल जस्तै ठाउँबाट हिँड्दैछौँ है। यस्तो छ झाडी नै झाडी कुनै ठाउँमा त है। बल्ल निस्क्यौँ। यता हल्जुरे लेस पार्क हुँदै आउनु यस्तो पुरानो बुट्टाहरू देख्न सक्नुहुन्छ। लालीगुराँसहरूको यस्तो पुरानो बुट्टाहरू छ है। सब लालीगुराँस छ। अहिले त फुलेको छैन। जस फुल्दैछ कि जस्तो लागिरहेछ। यस्तो लालीगुराँस के हुँदो रहेछ भन्दा एक फेरि फुल्यो भने अर्को फेरि नफुल्दो रहेछ। तर एकदमै ठुलो बुट्टाहरू छ। हजुरहरू यताबाट आउनु भने निकै राम्रो हुन्छ नि। बुट्टाहरू बाटोहरू सबै राम्रो छ। देख्न सक्नुहुनेछ है। लोभ्याउने छ है।
आउनुभयो भने त्यस्तै है लाली ग्रासहरू पनि टिप्न पाउनुहुन्छ कन्ट्रोभर्सिया पर्ला होइन हुन्न हामी जस्तोको त हुन्न क्या त्यो एउटा फुचिदियो नि को अरे भ्लगरको ए त्यो त डेन्जर हो कि रे अनि लाली ग्रास देख्न सक्नुहुनेछ त अचम्मैको फुल छ है देख्न सक्नुहुन्छ फेरि खतरा देखिरहेछ मुहालमा खासै त्यस्तो नदेखि पनि खत्रै देखिरहेछ देख्न सक्नुहुन्छ यस्तै खत्रै चाहिँ साथीहरू फुल देख्न सक्नुहुन्छ त्यो बुट्टाहरूमा फुलिरहेछ अनि अरूभन्दा पनि यहाँ र नि यो फुल त डेन्जर छ यार सफा गाउँले स्पार गाउँ है यस्तो सफा छ सब ढुङ्गाले बनेको छ है हेर्न सक्नुहुन्छ यस्तो सफा कि केही छैन यार कागज यताउति केही छैन कि है कमल सफा छ यस्तै हुनु पऱ्यो कि जतासुकै यस्तै सफा टक्क यहाँ बिसनहरू यस्तै सुकाउनुहुन्छ यहाँ हजुरबा यस्तै सफा हुनु पर्यो भनेको क्या गाउँ सबै होइन यसपार गाउँ खत्रै छ है यस्तो एकै ठाउँमा गुल्मुज छ यस्तो बवाल छ है देख्न सक्नुहुन्छ लिस पार्क दाउराको कलेक्सन देख्न सक्नुहुन्छ है बवालै छ डेन्जर कलेक्सन छ है यहाँ दाउरालाई देखाउनुको लागि है हामी नयाँ बाटो हिँड्दैछौँ टक्क लाएर लाली ग्रासको साथमा देख्न सक्नुभयो देख्न सक्नुहुन्छ यहाँ पनि लाली ग्रास इनफ लाली ग्रास छ है उहाँ पनि है बनाइभरि लाली ग्रास छ धजा नै धजा देखियो है यस्तो खास किन बान्नु रहेछ त्यो त थाहा भएन है धजै धजा छ कि बुटैभरि अचम्मको देखियो है केरा चक्लेट चुरोट फुलहरू चढाउनु रहेछ है खास किसको लागि रहेछ भगवान यहाँ छ कि एउटा डन डेन्जर ल फाइनल हामी हल्जुरी आइयो है अब यहाँबाट अब उकालो थियो भने अब ओह्रालो बिस्तारै ओह्रालो मजा देख्न सक्नुहुन्छ है बन्जी जम्प पनि त्यही छ खत्रै देखिँदो रहेछ यहाँबाट कस्तो मजाहरू बनु आइपुग्न लागिसक्यो थकित भएर है यहाँ रेस्ट गर्दैछौँ एकछिन एउटा थकित भइयो कि ट्रेनहरू है रहेछ अहिलेको व्यवस्था गर्नुभएको रहेछ जस राम्रो लाग्यो त्यो हाम्रो पाङ बजार है यो बल्ल यहाँ होमस्टेमा राखेको थियौँ बनु होमस्टे बाइकमा चढ्दा यस्तो मजा आयो हिँड्दा है थाकेर बाइकमा चढ्दा यस्तो मजा लाग्थ्यो पछि बस्न पाइयो आनन्दसँग घर जाँदैछ मेरो ड्रिम सक्सेस भयो कुखुरा जाने ड्रिम नै थियो आज सक्सेस भयो आज जस घुमेर नि आइयो कुखुरा गएर नि आइयो टक्क लाएर खुट्टाहरू दुखिरहेछ औडा भएछ खुट्टाहरू है कायो साथी घरतिर गएँ म आएँ म यता घरतिर आइसकेको छु है अहिले 6 बजिसकेको छ बेलुकीको 6 बजिसकेको छ है त म घर आएँ पोखे सबैजना एक फेरि भिजिट गर्नै पर्ने ठाउँ छ है यस्तो मजाको भ्यू छ
सबैजना एक फेरि गएर टक्क भिजिट गरेर आउनु होला। म त्यही भन्न चाहन्छु सबैजनालाई। है त यसै भन्दै म यही भ्लग अन्त्य गर्छु है त। सबैजनालाई बाइ बाइ।